एभ्रिवान, सबैजनालाई नमस्कार। हिजोको जस्तै आज पनि म नयाँ यात्रा गन्तव्य बिन यात्रामा हजुरहरूलाई लिएर हिँड्दैछु हैन। अनि ठ्याक्क म भाइ पनि छ, आज चाहिँ भाइलाई लिएर हिँड्दा मैले हिजो बहिनी चाहिँ आज आउन मानिने। अब तपाईहरुलाई म देखाउने नै छु मेरो गन्तव्य बिन यात्रामा हजुरहरूको साथ। ल है त, हामी चाहिँ काँडाघारी सन सिटीको छेउमै छौँ। ठ्याक्क हामी आउँदा यो मन्दिर मैले अस्ति नै देखाएको थिएँ क्या। मैले सोचेको थिएँ आज अब गन्तव्य बिन यात्रा भए पनि यही मन्दिरमा जान्छु भन्ने सोचेको थिएँ कि, तर के गर्नु के बन्द रहेछ अब भित्र जान सकिएन हैन। अब म तपाईहरुलाई बाहिरबाट भए पनि देखाउने कोसिस गर्ने नै छु है त। मैले भनिहालेँ हजुरहरूलाई हैन, ढोका लागेको रहेछ। यहाँनिर कस्तो राम्रो कालीमाको मन्दिर थियो कि, म अस्ति नै हिँड्दाखेरि मैले देखाएको थिएँ यहाँ आउँछु भनेको थिएँ। आउँदाखेरि ठ्याक्क बन्द रहेछ के। भाइ पनि हिँड्दैछ। अब हिँड्न त हिँड्यो नि, अब ठाउँै आज जाने ठाउँै भएन जस्तो पो। त्यो भएपछि तनावै हुन्छ क्या गाइजहरू होइन, हो कि नै भन्नु न। तपाईँहरू यस्तै भएको भएको के गर्नुहुन्थ्यो के भन्नु न तपाईँहरू। म कहाँ आएको यार, आज बर्बादै भयो नि, बर्बाद भयो क्या भाइ, बुझिस् नि। म त्यसपछि हामी सरर हिँड्दै रोड आउँदैछौँ होइन। अब यहाँबाट पनि फेरि हामी कहाँ पुग्छौँ भन्ने नै हामीलाई थाहा छैन के गाइजहरू। अब तपाईँहरूलाई म देखाइ नै हाल्छु हामी कहाँ पुग्छौँ भन्ने कुरा त। अब मेरो गन्तव्य बिन यात्रामा मलाई कता जानु भयो क्या। अब सोही रोडमा हिँड्नु परिरहेको छ। भाइ के छ त आजको, तँलाई कस्तो लागिरहेको छ भन् त? त्यसलाई त ठिकठाक मात्रै लाग्यो अरे, अब मलाई लागेको चाहिँ के हो गाइजहरू। अब हामी जान्छौँ, जे हेर्छौँ त्यही हेर्छौँ होइन। गाइज हामी चाहिँ हिँड्दै हेर्न सक्नुहुन्छ हर हर महादेव भन्ने ठाउँमा आइसकेका छौँ। अब हामी सुरु सायद रुममा जान्छौँ होला कि, किनभने आज खासै प्लान बनाएरै हिँडेको होइन कि। अब जहाँ पुगिन्छ त्यहाँ जाम्ला भनेर हिँड्या हो। अब खासमा राम्रो ठाउँमा नि पुगेको हो, तर अब त्यहाँ बन्द रहेछ। त्यहाँभित्र बसेर आनन्दसँग बसौँला शान्त वातावरणमा मन्दिरमा भनेर गएको हो म। अब त्यो भएन गाइज होइन। अब हामी यहाँबाट जाँदैछौँ, अब रुम जान्छौँ कि कता जान्छौँ भन्ने पनि थाहा छैन। फाइनल्ली हिँड्दै म चाहिँ दिल्ली चिया खाने ठाउँमा आइसकेको छु। यहाँको चिया मलाई एकदमै मनपर्छ होइन। अनि नेट हालिदिने हो क्या पक्न एकछिन। अब यसलाई नेट बच्चा त्यस्तै त हुन्। ल बाई गाइजहरू, आजलाई यति नै। फेरि भोलि त देखिहाल्नुहुन्छ, मलाई देख्न सक्नुहुन्छ। मेरो युट्युब आइडी अनु भ्लग छ, सर्च गरेर सबैजनाले हेरिदिनु होला। हालेको छु टिकटकको बारेमा पनि छ, युट्युब त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। मिस अनु 369 छ टिकटकको नेम, अनु खड्का होइन। गाइजहरू त्यही हो, माया गरिदिनु होला। बाई भन् भाइ। आजको भ्लग मेरो यति नै।